र अब तपाईहरुले घरै बसेर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ है त। त्यसको लागि सर्वप्रथम तपाईहरुले क्रोम ब्राउजरमा आएर भोट आईडी भनेर सर्च गर्नुहोस्। सबैभन्दा माथि नै आउँछ। अब यसमा तपाईहरुले यो जुन देखिराख्नु भएको छ यहाँ इलेक्सन कमिसन नेपालको वेबसाइट हो यो। यहाँ क्लिक गर्नु होला। यहाँ तपाईले 3-4टा अप्सन देख्नुहुन्छ। त्यसमा चाहिँ तपाईहरुले वेबसाइट प्रविष्ट गर्नुहोस् भनेको छ। यो हामीलाई चाहिएन अहिलेलाई। मतदाता नामावलीको रजिस्टर र अध्यावधि भनेको छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईहरुको नेटको स्पिड, तपाईहरुको चाहिँ तपाईहरुले गर्ने टाइम अथवा कतिको यो वेबसाइटमा चाहिँ मान्छेहरुको चाप छ भन्ने मा आधार हुन्छ तपाईको काम कति छिटो हुन्छ भनेर। तपाईहरुले यहाँ नयाँमा क्लिक गर्नु होला। नयाँमा क्लिक गरिसकेपछि यहाँ तपाईहरुले आफ्नो राष्ट्रिय परिचय पत्रको नम्बर याद राख्नु भएको अथवा राष्ट्रिय परिचय पत्रको नम्बर तपाईहरुले थाहा पाएको हुनुपर्छ। अनि तपाईको जन्म मिति, तपाईहरुको फर्स्ट नेम भनेको छ। अनि त्यसपछि तपाईहरुले यहाँ एउटा उत्तर दिनुपर्ने हुन्छ। अनि त्यसपछि अनि राष्ट्रिय परिचय पत्रमा विवरण दर्ता नभएकाहरुको लागि भनेको छ। यहाँ मोबाइल नम्बरबाट पनि तपाईहरु जानु सक्नुहुनेछ। विवरण प्राप्त गर्नुहोस् भनिएको छ। यसरी जान सक्नुहुन्छ है त। ल फटाफट यहाँ आफ्नो राष्ट्रिय परिचय पत्रको नम्बर अनि यहाँ आफ्नो जन्म मिति फटाफट हालिहाल्नु। जन्म मिति छान्नुलाई तपाईहरुको सजिलो तरिका भनेको यहाँ माथि सिरानमा लेखिएको छ जुन 2025 लेखिएको छ। यहाँ फ्याट खिचेपछि सर तपाईहरुले वर्ष छान्नु पाउनुहुन्छ है। फेरि तपाईले यहाँ कतिपयले चाहिँ यसो गरेर सारिरहेको हुन्छ के महिना सार्दै यो चाहिँ नगर्नु होला। यसो छिटो हुन्छ। यहाँ तपाईको नाम लेखिहाल्नु होला हैन। नाम जस्तै फटाफट नाम लेख्नु होला। अनि यहाँ जस्तो यो चाहिँ कसरी भर्ने भन्दाखेरि तपाईहरुले क्याल्कुलेटरको पनि प्रयोग गर्न सक्नुहुन्छ। नत्र भने साधारण क्वेशन हुन्छ। जस्तो 1 - 6 चाहिँ कति हुन्छ भन्दाखेरि यहाँ -6 लेख्न सक्यो। -5 लेख्न सक्यो है त। अनि यो तपाईको सही एन्सर हुनुबित्तिकै यो हरियो बल्छ है त। हरियो बलिसकेपछि यहाँ खिचेर तपाईको यहाँ खिचिसकेपछि NIN बाट विवरण लिनुहोस् भनेको मतलब नेशनल आईडी नम्बरबाट विवरण लिनुहोस् भनेको। यहाँबाट तपाई भित्र जान सक्नुहुन्छ। ल म फटाफट फर्म भरेर भित्र छिरिहाले। त्यहाँबाट तपाईले लगइन भइसकेपछि यसरी अब यहाँ अंकित क्षेत्र अनिवार्य भनेको छ। यसमा चाहिँ तपाईको यो अगाडि स्टार लागेको छ नि यो रातो त्यसमा चाहिँ अवश्य भर्नुपर्ने हुन्छ। यहाँ अब सबैमा लागेको छ भनेपछि यो सबै नै भर्नुपर्ने हुन्छ। अनिवार्य नै, कुनै छोड्नु पाइँदैन। अब यहाँ भनेको छ स्थानीय ठेगाना भनेको छ है। यो चाहिँ स्थानीय ठेगाना भनेको चाहिँ तपाईको वडापालिका, गाउँपालिका, तपाई बस्ने गाउँको त्यो स्थानीय सरकार विभाजन भएको हुन्छ त्यसको नाम हुन्छ है। जस्तो अब प्रदेश सोधिएको छ। प्रदेश कुन त भन्दाखेरि जिल्ला खोटाङ। अब कोशी प्रदेश यहाँ अलरेडी हानिसकेको छ है। अब यहाँ तल तपाईले मतदान स्थलको नाम भनिएको छ है। मतदान स्थलको नाममा क्लिक गरेर अब यहाँ कुन हो त छान्नु पर्यो। यहाँ मतदाता केन्द्र छान्नुहोस् भनेको छ। महाकाल काली 5 कन्या आधारभूत विद्यालय बुइटार कि सरस्वती आधारभूत विद्यालय बोरमथुङ भनेको छ। यो तपाईहरुलाई थाहा हुनुपर्छ है। तपाईको नजिकको स्कुल कुन छ, तपाईको नजिकको स्कुल कुन छ अथवा तपाईको दाइ दिदी आमाहरुको मतदाता नामावली चाहिँ बनिसकेको हुन्छ। उहाँहरुलाई सोध्ने तपाईहरुकोमा कहाँ छ यो स्थान मतदाता केन्द्र छान्नुहोस् भन्ने अप्सन कहाँ छ, त्यहाँ तपाईहरुको कुन ठाउँको नाम छ सोध्ने त्यहाँ। अनि तपाईहरुले त्यो अनुसार भर्ने। जस्तो हाम्रो यहाँ सरस्वती आधारभूत विद्यालय बोरमथुङ नल्खु छ। अब यहाँ भरिसकेपछि अर्को गर्ने। अर्को गरिसकेपछि यहाँ अब तपाईलाई सोध्छ यो राष्ट्रिय परिचय पत्रमा जे भर्नु भएको छ त्यो फ्याट्टै यहाँ आइहाल्छ। अब यहाँ बिहे गर्नु भएको छ, पति पत्नीको नाम यहाँ थप्ने अप्सन छ। बाँकी सबै यसो हेर्ने, रिचेक मात्र गर्ने हो। आमाको नाम के हो, बाजेको नाम, लिङ्ग हैन। फेरि लिङ्ग भनेर भनेको चाहिँ फेरि साइज लेख्नु होला। यो चाहिँ तपाईहरुको पुरुष हो कि महिला हो भनेर सोधेको है। यो चाहिँ यसमा हाम्रो खण्डमा हामी पुरुष हो। अब यहाँ मोबाइल नम्बर हाल्नु पर्ने हुन्छ। जस्तै म मोबाइल नम्बर हाल्छु त्यसपछि अर्को गरेपछि देखाउँछु ल।
अब यति तपाईले आफ्नो इमेल र मोबाइल नम्बर हालिसकेपछि अब टेलिफोन नम्बर पनि छ भने त्यो पनि हाल्न सक्नुभयो। त्यो चाहिँ कम्पलसरी छैन है। ल यसरी गरेपछि टक्क यसरी अर्को भनेर छान्नु पर्छ है। अर्को भनेर फेरि यहाँ तपाईले आफ्नो एकचोटी मजाले डिटेल हेर्न सक्नुहुन्छ। अब त्यसपछि अर्को खिचेपछि त्यहाँ तपाईलाई एउटा फर्म जस्तो आउँछ अनि त्यहाँ टक्क हेर्ने तपाईको वास्तविक नागरिकतासँग चेक गर्ने अनि सबै सही छ भने तपाईले त्यहाँ आवेदन दर्ता गर्नुपर्ने हुन्छ अनि त्यो चाहिँ उनीहरूले निर्वाचन आयोगले भेरिफाई गर्छ तपाईको जिल्लासँग। अनि यदि ठिक भएको खण्डमा तपाईको दिनुभएको मोबाइल नम्बर र इमेलमा तपाईलाई मेसेज आउँछ है। त्यसपछि तपाई कन्फर्म हुनुहुन्छ। त्यो तपाईको नम्बर र इमेल चाहिँ तपाईकै हुनुपर्छ है। त्यति चाहिँ याद राख्नु। त्यसपछि तपाईको दर्ता हुन्छ। ल केही यदि तपाईहरु कन्फ्युज हुनुभयो अब यहाँ सेक्युरिटीको कारणले अब यहाँ ब्लर गर्नु पर्यो केही भयो भने कमेन्टमा तपाईले कमेन्ट गर्नुस्। हामी सक्दो तपाईलाई सहयोग गर्छौं है त। धन्यवाद।